आज कोरियाको बङ्गुर फार्ममा आएको छु होइन। यो भनेको इम्सिन्सा भने चाहिँ यहाँ ल्याएर गर्भवती बनाइन्छ। यो डेट अनुसार हुन्छ, ठ्याक्क कहिले बनाउने कहिले जन्मिने सबै लेखेर राख्ने। इम्सिन्सा यो चाहिँ गर्भवती गराउने ठाउँ। यसलाई भन्छ बुनमान्छा भनेको चाहिँ बच्चा जन्माउने ठाउँ। यो चाहिँ बच्चाहरू जन्माउँछ यहाँ ल्याएर चाहिँ। यो चाहिँ बच्चाको जन्माउने ठाउँ। र यसलाई भन्छ छादोन्सारी पाठ। यहाँ चाहिँ आमाबाट छुट्याएर ल्याएको बच्चाहरूलाई राखिन्छ र दाना खुवाउन सुरु हुन्छ। अब यो चाहिँ हो युगसंसा, यसलाई चाहिँ युगसंसा भन्छ। अघि छादोन्साबाट लिएर आएको। यो चाहिँ फ्युक्सा जानुभन्दा अगाडि हो। यो चाहिँ बिच्चको साइजको। यसमा खाने दाना चाहिँ यसमा हुन्छ। यसमा ट्रकले ल्याएर हालिदिन्छ र हामीले दाना दिँदा चाहिँ त्यो स्विच थिचिदिनुपर्छ। अब यो आफै दानाभित्र जान्छ। यो पार्ट चाहिँ हो फ्युक्सा, यसलाई चाहिँ फ्युक्सा भन्छ होइन। यसलाई चाहिँ यिनीहरूले यहाँबाट चाहिँ छान्दै लाँदै बेच्दै गर्ने हो। र यसमा दाना झर्छ माथिबाट, मेसिनले दाना यो पाइपबाट झर्छ अनि यहाँनिर दाना खान्छ यिनीहरूले। यो डिपार्टै फ्युक्सा बङ्गुर हो। यो चाहिँ अब मर्नको लागि रेडी छन्। यो गोबर चाहिँ त्यो मेसिनबाट पेलिएर यहाँ आउँछ। यसमा चाहिँ पानी हुँदैन, सबै पिसाब निकालेको हुन्छ। अनि अझै यो काठको धुलोमा मिसाइन्छ है। गोबर यहाँ आउँछ र पिसाब चाहिँ गोबर पेलिसकेपछि त्यसमा भएको पानी र पिसाबहरू चाहिँ जति पनि छ पिसाब सबै यहाँनिर आउँछ ट्याङ्कीमा। अनि यहाँ आएर पिसाबमा भएको एमिनो ग्यास निकालेर मात्रै फाल्नुपर्छ सँग ल्याएर यसमा चाहिँ। र अब मूल कुरा भनेको कोरियामा चाहिँ बङ्गुर पालन किसान भनेको एकदमै धनी मान्छेमा बनिन्छ। यहाँ चाहिँ याङथोन भन्छ बङ्गुरलाई होइन। बङ्गुर फार्मलाई थोन भनेको पैसा हो। पैसा बङ्गुर भनेको चाहिँ पैसामा बनिन्छ। नेपालमा चाहिँ किसानहरू जहिले पनि गरिब हुन्छ। बङ्गुर पाल्ने किसान झन् धेरै गरिब हुन्छ। किनकि बजारमा एकैचोटि सामान उत्पादन हुन्छ सबैको, त्यसले बजारै पाउँदैन। कि त बजारमा रोग लागेर सबै बङ्गुर मर्छ। बजारमा चाहिँ तपाईँको बङ्गुरै हुँदैन क्या। यदि सरकारले स्थानीय निकायहरूले ठुल्ठुलो यो स्लटर हाउसहरू तपाईँको बच्चालाहरू खोल्ने अनि न्यूनतम मूल्य दिएर सबै किसानको सामान किनिदिने र हो भने चाहिँ कहिले पनि किसानले उत्पादन कहाँ लगेर बेच्नु भन्ने समस्या हुँदैन। बजारको समाधान हो भने किसानले उत्पादन जति पनि गर्न सक्छ। र अर्को कुरो भनेको नेपालमा ठुल्ठुलो होटल रेस्टुरेन्टमा अहिले पनि विदेशबाट आयात भएको सामान मात्रै बिक्री हुन्छ। त्यो गुणस्तरको सामान हामीले उत्पादन गर्न सकेको छैनौँ। नेपालमा बङ्गुर पालन किसानको धेरै ठुलो सम्भावना छ। नेपालमा पनि मासुको मार्केट बहुत ठुलो छ। तर दाना किनेर खुवाएर पाल्न चाहिँ सकिँदैन। नेपालमा ब्रोइलर कुखुरालाई यो बङ्गुरको दाना भनेको एकदमै महँगो पर्छ र किसानले जहिले पनि दाना कम्पनीलाई माथि लाउने काम मात्रै हुन्छ। किसान जहिले पनि तल। त्यसको लागि सरकारले अनुदानमा चाहिँ अब बिजुली बङ्गुर किसानहरूलाई पनि दिनु पर्यो, जसले चाहिँ तपाईँको दाना बनाउने मेसिनहरू आफै चलाएर आफ्नै लागि चलाउनु पर्छ। नेपालमा चाहिँ अनुदानको बिजुली भनेको सिर्फ सिँचाइलाई मात्रै दिन्छ क्या। यहाँ विदेशमा भनेको चाहिँ कृषि फार्म जति सबैलाई जेसुकै चलाए पनि भित्र अनुदानको बिजुली दिन्छ। अब बिजुली र बङ्गुर पालनको लागि सबैभन्दा राम्रो भनेको चाहिँ नेपाल पिग फार्मिङ भन्ने युट्युब च्यानल छ। युट्युब च्यानल चाहिँ मेरो यो पेजमा पनि लिङ्क गरेको छ। त्यो हेर्नु भने त्यहाँ चाहिँ बङ्गुर पाल्न चाहिँ एदेखि जेडसम्म सबै जानकारी छ। तपाईँको दानादेखि भ्याक्सिनसम्म फुल जानकारी दिएको छ। नेपाल पिग फार्मिङ भन्ने पेज छ, युट्युब पेज छ, युट्युब च्यानल छ। त्यसलाई सब्सक्राइब गर्नु होला। बङ्गुर सम्बन्धी सम्पूर्ण जानकारी त्यहाँ पाउनुहुन्छ है। र किसानलाई उँभो लगाऊ। जय किसान।